किमास किमास भनेको लगाउँछु लुगाहरू लगाउँछु भन्नुपर्दा किमास लुगाहरू लगाउँछु भन्नुपर्दा किमास। हाकिमास भनेको नि लगाउँछु जुत्ता प्यान्टहरू लगाउँछु भन्नुपर्दा हाकिमास। खाफुरीमास भनेको लगाउँछु टोपीहरू लगाउँछु भन्नुपर्दा खाफुरीमास। खाकेमास भनेको चस्माहरू लगाउँछु भन्नुपर्दा खाकेमास चस्माहरू लगाउँछु। नेकुताइओसिमास भनेको टाई लगाउँछु। उमारेमास भनेको जन्मन्छ उमारेमास। वातासी ताची भनेको हामीहरू वातासी ताची। कोतो भनेको कोटलाई चाहिँ कोतो भन्छ कोट। सेता भनेको स्वेटरलाई चाहिँ सेता भन्छ सेता भनेको स्वेटर। सुसी भनेको सुटलाई चाहिँ सुसी। बौसी भनेको टोपी बौसी भनेको टोपीलाई चाहिँ बौसी टोपी। मेगाने भनेको चस्मा मेगाने भनेको चस्मालाई चाहिँ मेगाने। केकी भनेको केकी भनेको केकलाई चाहिँ केकी भन्छ केक। ओबेन्दौ भनेको टिफिन टिफिन। रोबोटो भनेको यन्त्र मानव रोबोटो। युमोआ भनेको हाँस्से चुगौ भनेको अनुकूल अनुकूल। योकु भनेको प्राय अथवा धेरै जसो। ताबेमास भनेको खानु ताबेमास भनेको खानु। नोमीमास भनेको पिउनु नोमीमास भनेको पिउनु। सुइमास भनेको तान्नु सुइमास भनेको तान्नु चुरोट। ताबाको भनेको चुरोट ताबाको भनेको चुरोट। मिमास भनेको हेर्नु मिमास भनेको हेर्नु। किकिमास भनेको सुन्नु किकिमास भनेको सुन्नु। योमिमास भनेको पढ्नु योमिमास भनेको पढ्नु। खाकीमास भनेको लेख्नु खाकीमास भनेको लेख्नु। खाइमास भनेको किन्नु खाइमास भनेको किन्नु। तोरीमास भनेको खिच्नु तोरीमास भनेको फोटो खिच्नु। सिमास भनेको गर्नु सिमास भनेको गर्नु। आइमास भनेको भेट्नु आइमास भनेको भेट्नु। गोहान भनेको खाना गोहान भनेको खाना। आशा गोहान बिहानको खाना हिरु गोहान भनेको दिउँसोको खाना
हिरु गुहान दिउँसोको खाना बान गुहान बेलुकाको खाना बान गुहान बेलुकाको खाना पान पाउरोटी पान भनेको पाउरोटी तामागो तामागो भनेको अन्डा तामागो भनेको अन्डा निकु निकु भनेको मासु निकु भनेको मासु साकाना भनेको माछा साकाना भनेको माछा यासाई भनेको तरकारी यासाई भनेको तरकारी कुदामोनो भनेको फलफुल मिजु भनेको पानी मिजु भनेको पानी ओच्या भनेको चिया कोच्चा भनेको कालो चिया मिरुकु भनेको मिल्क मिरुकु भनेको मिल्क जुसु भनेको जुसु भनेको जुस बिरु भनेको बियर बिरु भनेको बियर ओसाके भनेको रक्सी ओसाके भनेको रक्सी तेगामी भनेको चिठी तेगामी भनेको चिठी रेपोतो भनेको रिपोर्ट स्यासिन भनेको फोटो स्यासिन भनेको फोटो मिसे भनेको पसल मिसे भनेको पसल निवा भनेको गार्डन निवा भनेको गार्डन सौकुदाई भनेको होमवर्क टेनिसु भनेको टेनिस साक्का भनेको फुटबल इस्योनी भनेको सँगै इचुमो भनेको सधैँ तोकी कहिलेकाहीँ भनेको कहिलेकाहीँ ए भनेको सोरेकारा भनेको त्यसपछि सोरेकारा इदेस्ने भनेको राम्रो छ है किरिमास भनेको काट्नु किरिमास भनेको काट्नु ओकुरिमास भनेको पठाउनु आगेमास भनेको दिनु मोराइमास भनेको पाउनु खासीमास भनेको उधारो दिनु ओसिएमास भनेको पढाउनु वा सिकाउनु नाराइमास भनेको सिक्नु
खाकेमास भनेको फोन गर्नु खाकेमास भनेको फोन गर्नु देनवा भनेको फोन देनवा भनेको फोन ते भनेको हात ते भनेको हात ते भनेको हात हाँसी भनेको चपस्टिक हाँसी भनेको चपस्टिक सुपुन भनेको चम्चा सुपुन भनेको चम्चा फाकुसु भनेको फ्याक्स फोकु भनेको काटा चम्चा फोकु भनेको काटा चम्चा आसामी भनेको कैँची आसामी भनेको कैँची पासोकोन भनेको कम्प्युटर पासोकोन भनेको कम्प्युटर पान्ची भनेको पन्चिङ मेसिन पान्ची भनेको पन्चिङ मेसिन होच्चिकिसु भनेको स्टाप्लर सेरोटेपो भनेको पानी टेप वा सेलोटेप खेसीगोमु भनेको इलेजर खेसीगोमु भनेको इलेजर खामी भनेको पेपर खामी भनेको पेपर हाना भनेको फुल हाना भनेको फुल